माननीय गृहमन्त्री रमेश लेखकज्यू, म विश्वास बडु, तपाईले चिन्ने नाम बडु भाइ। हुन त तपाईले यतिका वर्ष तपाईसँग दोहोरो संवाद पनि भएको छैन, भेटघाट पनि भएको छैन, मलाई बिर्सिसक्नु पनि भयो होला तपाईले। म तपाईलाई सम्झाउँछु, त्यस पछाडि तपाई पक्कै मलाई सम्झिनुहुन्छ। आजभन्दा लगभग 12 वर्ष अगाडि 2068 साल जति बेला तपाई संविधान सभा सचिवालयको एउटा सदस्यको रूपमा हुनुहुन्थ्यो, खिलराज रेग्मीको सरकार थियो, त्यो बेला तपाईसँग मेरो भेट भएको थियो सिंहदरबारभित्र नै। सिंहदरबारभित्र तपाईसँगको त्यो भेटको म जस्ता हजारौं लाखौं मान्छेहरू तपाईलाई भेट्छन्, भेटिरहेका थिए हिजोदेखि, र आज पनि भेट्छन् र भोलि पनि भेट्नेछन्। तर मैले तपाईँ जस्ता हजारौं मन्त्रीहरूलाई भेट्ने अवसर बिरलै पाएको छु हैन। त्यो भएर पनि मलाई चाहिँ तपाईसँगको भेटको चाहिँ एकदमै सम्झना आइराख्छ। आज तपाईलाई म यो एउटा खुला यो भिडियोबाट जानकारी दिन चाहन्छु र केही कुरा तपाईलाई म सोध्न चाहन्छु। आजभन्दा 12 वर्ष पहिले देशको हालत कुन ठाउँमा थियो, देश कहाँ थियो, देशका युवाहरूको हालत के थियो, देशका युवाहरूको हालत कस्तो थियो, त्यो कुरा मैले तपाईलाई सोधिराख्नु र तपाईले मलाई उत्तर दिइराख्नु, त्यसको कुनै तुक छैन। किनभने त्यो सबै दुनियाँलाई जगजाहेर छ। देशको हालत के थियो, देश कहाँ थियो, देश कुन अवस्थामा थियो, अहिले के छ र कहाँ छ भन्ने कुरा। मात्र आज तपाईलाई मैले यो भोइस सन्देशबाट, यो भिडियोको माध्यमबाट, मलाई थाहा छैन तपाईमाझ पुग्छ पुग्दैन, मैले तपाईलाई भन्न खोजेको कुरा, मैले तपाईसम्म पुर्याउन खोजेको सन्देश तपाईसम्म पुग्छ पुग्दैन मलाई थाहा छैन। आशा छ धेरै दाजुभाइ दिदीबहिनीहरूले यदि सेयर गर्नुभयो र तपाईसम्म यो भिडियो पुग्यो भने पछाडि त्यही बडु भाइ जो सिंहदरबारमा रुँदै रुँदै तपाईमाझ आएको थियो कि मलाई काठमाडौँमा अथवा देशमा केही न केही गरी खाने बाटो वातावरण दिइदिनुस्, बनाइदिनुस्, बताइदिनुस्, मलाई जिउनु पर्यो, म काठमाडौँमा जिउन चाहन्छु भनेर मैले तपाईको अगाडि रोएको थिएँ। र तपाईले त्यति बेला मलाई सोध्नु भएको थियो, बडु भाइ पढाइ भर्खर इन्टर पढेर आए भन्दैछौ, अनि मैले भनसुन गर्नुपर्ने ठाउँ कहीँ छ, मैले कसैलाई भनिदिएर केही गरिदिएर तिमीले केही गर्न सक्छौ, अथवा मैले के गरिदिनु पर्यो तपाईको लागि भन्नुहोस्। म तपाईको एउटा त्यो ठाउँको भोटर पनि भएको भएर, मेरो घर कञ्चनपुरको मुसेपानीमा, तपाईको त्यही नजिक झसपुरामा, अनि त्यसको कारणले पनि तपाईँ हाम्रो त्यस्तो चिन्जान नभए पनि तपाईले एउटा मतदाताको हिसाबले पनि मलाई त्यति बेला सहयोग गर्न उपयुक्त देख्नुभयो र मेरो घर परिवारको ब्याकग्राउन्ड सोध्नुभयो तपाईले। त्यस पछाडि मैले बुवा दाउरा बेच्नुहुन्छ, मम्मी दुध बेच्नुहुन्छ, सबै कुराहरू हृदय बताए तपाईलाई। तपाईले मलाई के आश्वासन दिनुभयो भन्नुभयो, बडु भाइ नरुनुहोस्। अब्राहम लिङ्कन त्यस्तै गरिब घर परिवारबाट जन्मेर हुर्केका, पढ्नको लागि घरमा लालटिन बत्ती नभएर उनले सडकको लाइटबाट चाहिँ पढ्थे। आज उनी, हामीले उनको इतिहास पढिरहेका हुन्छौँ, अमेरिकाको राष्ट्रपति बनेका थिए भनेर तपाईले मलाई सान्त्वना दिनुभएको थियो र मैले कहाँ के कस्तो भनसुन गरिदिने, कुन ठाउँ मलाई जबको लागि के गर्ने भन्ने त्यस्तो थाहा नपाएको भएर तपाईले अब त्यसो भए सेक्युरिटी गार्डमा गर्नुहुन्छ भनेर भन्नुभएको थियो। मैले हुन्छ म जिउनको लागि सेक्युरिटी गार्ड भए पनि गर्छु भनेर 12 वर्ष पहिले 2069 सालतिर म ग्रुप 4 सेक्युरिटी
तपाईँले नै बताएको मान्छे तर्कराज भट्ट ग्रुप 4 सेक्युरिटीको रात दरबार उत्तर गेट अफिस पुर्याएर मलाई त्यहाँ सेक्युरिटी गार्डको जोइन्टको लागि पठाउनु भएको थियो। तर त्यहाँ पुगेर मैले भनसुन गरेको त्यो ठाउँमा सेक्युरिटी गार्डको जागिर पनि पाइनँ मैले। उहाँले के भन्नुभएको थियो मलाई भने पछाडि हाम्रो म जेठको महिना समथिङ जेठ लास्ट असाढको पहिलो साता थियो, 60 वैशाख 11 गते म काठमाडौँ आएको थिएँ। त्यसको लगभग जेठ लास्ट असाढ पहिलो साता यत्तिकै सम्झना छैन मलाई। उहाँले भदौमा हाम्रो सेक्युरिटी गार्डको भर्ना खुल्छ, त्यति बेला चाहिँ म तपाईँलाई सेक्युरिटी गार्डको लागि कल गर्नेछु भनेर मेरो नम्बर लियो। त्यस पछाडि मैले त्यहाँ सेक्युरिटी गार्डको पनि जागिर पाइनँ तपाईँको भनसुनबाट। त्यसपछि समय बित्दै गयो, 1 1.5 2 3 महिना पछाडि म कहाँबाट फेरि लाग्न त सेक्युरिटी गार्डमै पुगे। तर कुनै एकजना राजेन्द्र विष्ट भन्ने समथिङ दार्चुलाको मान्छेबाट म ओम हेल्थ कलेज चाबाहिलमा सेक्युरिटी गार्डको काम गरेँ। र त्यस पछाडि आज 12-13 वर्षसम्म बित्दासम्म देशको परिस्थिति हेर्छु, मेरो परिस्थिति हेर्छु र म जस्तै 12-13 वर्ष पहिले जसरी भौतारिएर नेता मन्त्रीहरू माझबाट केही न केही हुन्छ कि कहीँ न कहीँ घाँसबास कपासको लागि जिउनको लागि केही न केही ठाउँ पाइन्छ कि भनेर सोचेर हिँड्ने अहिले ती युवाहरूलाई सम्झिन्छु। त्यति बेला देशको स्थिति जस्तो थियो, युवाहरूको स्थिति जस्तो थियो, एउटा सेक्युरिटी गार्डको जागिरको लागि पनि भनसुन गर्दाखेरि नपाएर म त्यत्तिकै बसेको मान्छे। त्यसपछि बल्ल 6200 रुपियाँमा सेक्युरिटी गार्डको जागिर पाएर मैले सेक्युरिटी गार्ड गरेर जिन्दगी त्यहाँबाट हिँड्दै सङ्घर्षका दिनहरू कुद्दै त्यस पछाडि फेरि तपाईँसँग अर्कोपल्ट ठोक्किने मौका पाएको थिएँ मैले। अर्कोचोटि जति बेला समय बित्दै गयो, 2-3 वर्ष काठमाडौँमा म बसेँ, मलाई के अरे अब केही न केही गर्नुपर्छ आफ्नो ठाउँको लागि, त्यो जन्मभूमि माटोको लागि एउटा हुटुटी थियो। अब गर्ने के त, मसँग गीत गजल कविता लेख्ने शायरीहरू लेख्ने त्यो एउटा क्षमता थियो। त्यसकै सिलसिलामा तपाईँलाई एउटा शुभकामना दिनुहोस् भनेर भेट्नलाई गएको थिएँ। तपाईँले मेरो एउटा शुभकामना र थोरै पैसाले तपाईँको पुस्तक छापिँदैन, पुस्तक लेख्दै गर्नुहोस् बडु भाइ, गीत गजल शायरीहरू कविताहरू लेख्दै गर्नुहोस्, धेरै बनाउनुहोस्, त्यस पछाडि एकैचोटि 2 4 5 6 वटा भए पनि सँगै निकाल्नुहोस् भनेर तपाईँले भन्नुभएको थियो। र जबको लागि आह्वान कसैलाई भनिदिनु भएको थियो, त्यो पनि पुरा हुन सकेन। त्यस पछाडि फेरि दोस्रो चोटि त्यसको 2-3 वर्ष पछाडि होला तपाईँसँग मैले फेरि मेरो टिम सहित ल्याएर तपाईँ माझ पुगेको थिएँ। तपाईँ मात्र होइन, सिंहदरबारका त्यति बेला 27 वटा मन्त्रालय थिए, ती 27 वटा मन्त्रालयमै म पुगेको थिएँ। एउटा सुदूरपश्चिमको भाषा संस्कृति कला, त्यहाँको रूढिवादी अन्धविश्वास, त्यहाँ रहेको जातीय छुवाछुत भेदभाव लगायतका सबै चिजहरूको समेटेर एउटा मुभी बनाउँछौँ, जसबाट आउने पैसा सुदूरपश्चिमकै विकासमा लाउँछौँ। हामीलाई त्यो मुभीको लागि चाहिँ सहयोग गरिदिनुहोस् भनेर मन्त्रालयसम्म पुगेर सबै मन्त्रीहरूमाझ हामीले के अरे एउटा अनुरोध पत्र बिन्ती पत्र चढायौँ। त्यस पछाडि तपाईँसँग पनि तपाईँको घर त्यता हामी कलङ्कीभन्दा अलि अगाडि हाम्रो लगभग यो थानकोटतिर जाने बाटोपट्टि तपाईँकै घरमा हामी 2-3 जना पुगेका थियौँ। तपाईँले त्यति बेला बडुजी संसारको सबभन्दा गाह्रो काम भनेको अरूको गोजीबाट पैसा निकाल्ने काम हो, त्यो त्यति सहज छैन, गर्दै हुनुहुन्छ, गर्नुहोस्। म 2-3 जिल्लाहरूको सिडिओहरूलाई भनिदिन्छु, यताउति के भन्नुभएको थियो, त्यो सपना पनि त्यत्तिकै तुयो। त्यस पछाडि समयले घुमाउँदै देशमा कयौँ परिस्थितिहरू झेल्दै लास्टमा केही नभएर तपाईँले नै 2008 होला दक्षिण कोरिया जुन देशसँग तपाईँले एउटा G2G सम्झौता गर्नुभयो, शरम सम्झौता, त्यो देशको एउटा कामदार बनेर म दक्षिण कोरियामा भित्रिन बाध्य भएँ। र आज दक्षिण कोरिया छिरेको पनि मलाई 8 वर्ष भइसकेको छ। तपाईँलाई मैले यो भिडियो बनाएर यो सन्देश तपाईँसम्म पुर्याउन खोज्नुको पछाडि चाहिँ तपाईँ एकचोटि महसुस गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो कुरा यो भिडियो सुने पछाडि यसको लागि मैले यो भिडियो बनाएको। सम्झिनुहोस् त, आजभन्दा 12 वर्ष पहिले जसरी म
रुँदै एउटा जबको लागि केही न केही भए पनि जिउने वातावरण सानो भए पनि दिनुस् भनेर भनसुनको लागि तपाईँमाझ पुगेको थिएँ। त्यसै गरी आजका 12 वर्ष पछाडि संसारका 12 वर्षमा देशहरू कहाँदेखि कहाँ पुगिसके। 12 वर्षमा बगेको खोला पनि तल बगेको माथि आउँछ भन्छन्, कुकुरको पुच्छर पनि सिधा हुन्छ भन्छन्। तर हाम्रो देशको युवाहरूको, हाम्रो देशको हालत जस्ताको त्यस्तै रह्यो, जस्ताको त्यस्तै छ। यति बेला तपाईँ देशको गृहमन्त्री हुनुहुन्छ। अब तपाईँलाई मेरो प्रश्न छ, के तपाईँले कानुनी राज सही ढङ्गले उपयोग गर्दै हुनुहुन्छ? के तपाईँले कानुनको सही सदुपयोग गर्दै हुनुहुन्छ? तपाईँ गृहमन्त्री भएको, पुलिस प्रशासन आफ्नो हातमा भएको, त्यसको पावर सही सदुपयोग गर्दै हुनुहुन्छ? त्यो जनताले हेरिरहेका छन् र तपाईँ आफ्नो दिल आत्मालाई साँची राखेर, दिल आत्मालाई तपाईँ सुदूरपश्चिमको मान्छे हो, देवी देवता भगवानलाई मान्नुहुन्छ, त्यो सिद्ध बैजनाथ, त्यो घटाल, त्यसलाई साँची राखेर भन्न सक्नुहुन्छ तपाईँले कानुनको सही सदुपयोग गरिरहेको छु, कानुन सबैको लागि बराबर गरिरहेको छु भन्ने कुरा छैन। तपाईँले त्यस्तो गरिरहनु भएको छैन। देश त के बनाउनु हुन्थ्यो? देशमा रोजगारी त के दिनुहुन्थ्यो युवाहरूलाई? देश विकासको लागि त के सोच्नुहुन्थ्यो तपाईँहरू? तर देशको जो कानुन सबैलाई समान गराउन भनेर गर्नुपर्ने त्यो एउटा कानुन पनि सही पालना गर्दै हुनुहुन्न तपाईँहरूले। यो पछिल्लो समयमा रासोपाका सभापति रवि लामिछानेको लागि तपाईँले गरेको र तपाईँको काङ्ग्रेसले गरेको त्यो कतिको न्यायोचित छ त्यो हरकत? तपाईँलाई मैले सोध्न चाहे, केही दिन पहिले मात्र तपाईँको टेबुलमा 5वटा फाइलहरू पुगेको भन्ने बाहिर कुरा आएको छ। ती 5वटा फाइलहरूमा तपाईँकै पार्टीको एउटा भ्रष्टाचारी जो अहिले यो संसार छोडेर गइसके, खुमबहादुर खड्का, तिनको 12 वर्ष पहिले नै, जति बेला म काठमाडौँ छिरेको थिएँ त्यो बेला नै सर्वोच्च अदालतले यिनको सम्पत्ति जफत गरेर सरकारको नाममा राख्नुस् भनेर भनेको त्यो सम्पत्तिसम्म तपाईँले त्यहाँ टेबुलमा आएका 4 फाइललाई अगाडि बढाउनु भयो। त्यो खुमबहादुर खड्काको फाइललाई छोडिदिनु भयो तपाईँले। त्यो फाइललाई अगाडि बढाउन मान्नु भएन। त्यही हो कानुनी राज। त्यही हो तपाईँ गृहमन्त्री भएर 12 वर्ष पछाडि पनि देश अगाडि बढाउनु कता कता, देश जनताको लागि सोच्नु कता कता, आफू आफ्नो पार्टीको लागि मात्र सोचेर। आज पनि म जस्ता लाखौँ युवाहरू हरेक दिन एयरपोर्टमा गएर हेर्नुहोस् त, तपाईँका त अगाडि पछाडि सेक्युरिटी गार्ड छन्, तपाईँका घर छ, अर्को छ। ती तपाईँकै सुदूरपश्चिम जहाँबाट तपाईँ भोट मागेर आउँदै हुनुहुन्छ त्यहाँका युवाहरू हेर्नुहोस् त एकचोटि, कुन अवस्थामा छन्, कुन हालतमा छन्। अनि तपाईँ देशमा कसरी कानुनलाई अगाडि बढाउँदै हुनुहुन्छ? अस्ति राजावादीको आन्दोलनमा तपाईँका प्रहरीहरू राजावादीको आन्दोलनमा कार्यक्रम हुनुभन्दा पहिले अश्रु ग्यास हान्छन्। हरेक नागरिकलाई स्वतन्त्रता छ नि शान्तिपूर्वक आन्दोलन गर्ने, विरोध गर्ने, तर तपाईँ प्रहरीलाई आदेश दिनुहुन्छ कि तिनीहरूको कार्यक्रम सुरु हुनुभन्दा पहिले गोली हान, पहिले अश्रु ग्यास हान। त्यस पछाडि तपाईँलाई थाहा छ अब 84मा काङ्ग्रेस भन्ने पार्टी सिद्धिनेछ। हो, म पनि काङ्ग्रेस, मेरो पुर्खा पनि काङ्ग्रेस थियो र मेरो मम्मी त 2074 सालको उसमा काङ्ग्रेसबाटै जननिर्वाचित प्रतिनिधि पनि हुनुहुन्छ। अब आमा बाउ पुर्खा काङ्ग्रेस थिए, म पनि काङ्ग्रेस हुँ, काङ्ग्रेसले जे गर्छ त्यही जय जयकार गर्छु भनेर भन्ने दिन सिद्धिए, ती दिन छैनन्। अब त्यो सहेर बस्न सकिँदैन। तपाईँहरूको अति भयो। 84मा तपाईँहरू सिद्धिनुहुन्छ, तपाईँको काङ्ग्रेसको पत्ता साफ हुन्छ भन्ने तपाईँलाई थाहा छ। त्यो भएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी हुन्छ तपाईँले डुबाउन सके, गलाउन सके, भत्काउन सके, बिगार्न सके, त्यो पार्टीका सभापतिलाई जसरी हुन्छ विभिन्न किसिमका प्रोपोगन्डा रचेर
कसरी हुन्छ उनलाई फसाएर भित्र हाल्न सक्यो भने यो पार्टी कमजोर हुन्छ। यो पार्टी कमजोर भइसके पछाडि हामी फेरि अगाडि बढ्छौँ। हाम्रो त्यसै गरी 12 वर्ष पहिले मरोए जस्तै तपाईँको अगाडि अबको 12 वर्ष पछाडि अर्को आएर तपाईँमाझ रुनेछ र मलाई कहीँ न कहीँ जिउनको लागि जब खोजिदिनुहोस् भनेर भन्ने छ। त्यो सोचेर बस्नु भएको छ होला। अब नेभर त्यो हुँदैन। अब तपाईँ 12 वर्ष पछाडि तपाईँ होइन, अब हामीले चलाउने हो सरकार, हामीले चलाउने हो देश। त्यति बेला तपाईँको अगाडि जसरी म रुँदै आएको थिएँ, हाम्रो अगाडि कुनै युवा रुँदै आउनु पर्दैन। हामीले चलाउँछौँ देश। तपाईँका प्रहरी गएर तिम्रो अन्तिम इच्छा के हो भनेर सोध्छन्। मृत्युदण्ड दिन लागेको हो र अन्तिम इच्छा सोध्नको लागि। तपाईँलाई थाहा छ तपाईँको प्रहरीभित्र 80% भन्दा बढी साबेलको 150 रुपियाँको छ्याङमा बिच्छन्, कीर्तिपुरको 200 रुपियाँको लोकल ठर्रामा बिच्छन्, पशुपतिको 350 को गाँजाको पोकामा बिक्छन्, कीर्तिपुरको तपाईँको ठर्रामा बिक्छन्। त्यो प्रहरी, त्यो तपाईँको सिस्टम, त्यो किसिमले प्रहरी भ्रष्ट छन्। ती भ्रष्टहरूलाई तपाईँले अझै उचालेर तिनीहरूलाई अदालतको आदेश पुगिसकेको छैन, गएर थुनिहाल, समातिहाल, भित्र कर्यापझ्याप गरिहाल। कतिन्जेल कसलाई तपाईँहरूले थुन्नुहुन्छ? हुन त मैले यति भन्दाखेरि तपाईँ मलाई पनि थुन्नुहुन्छ होला। तपाईँ मलाई पनि जसरी हुन्छ यसलाई देश झिकाएर भित्र हाल्नुपर्छ भन्नुहुन्छ होला। मलाई केही फरक पर्दैन। म यस्तै पनि जिरो हुँ, उस्तै पनि जिरो थिएँ। मसँग हिजो पनि केही थिएन, आज पनि केही छैन र भोलि पनि केही चाहँदैन। म जे छ जति छ इमान्दारीपूर्वक कमाएको छु, इमान्दारीपूर्वक कमाउँछु र कमाउने छु। तपाईँहरूको जस्तो सत्ता स्वार्थको लागि, तपाईँहरू जस्तो आफ्नो स्वार्थको लागि चाहिँ मैले कहिले पनि देश जनताप्रति गद्दारी, धोकाघात गर्नेवाला छैन र गर्दा पनि गर्दिनँ। तपाईँले भन्नुभएको थियो नि, अब्राहम लिङ्कनको उदाहरण दिनुभएको थियो। मैले तपाईँको अगाडि रुँदाखेरि, बडो भाइ अब्राहम लिङ्कन अमेरिकाका राष्ट्रपति बनेका थिए, गरिब घरको छोरा हो। कुनै दिन म त्यो देशको प्रमुख बने भने पछाडि सबभन्दा पहिले तपाईँकै सम्पत्ति छानबिन गर्छु। सबभन्दा पहिले तपाईँकै सम्पत्ति छानबिन गर्छु। तपाईँको पुर्ख्यौली घर कहाँ हो, तपाईँको त्यस पछाडिको जमिन कहाँ थियो, तपाईँको अहिले सम्पत्ति कहाँ छ, तपाईँको घर कहाँ छ, तपाईँले राजनीतिबाट कमाएको पैसा कति हो, तपाईँले आज कति सम्पत्ति थुपार्नु भएको छ, तपाईँले कतिको कानुन मिच्नु भएको छ, तपाईँले कतिको कानुनको धज्जी उडाउनु भएको थियो। तपाईँका पार्टीका हरेक भ्रष्ट नेताहरू सबैको सम्पत्ति छानबिन गरेर तपाईँहरूलाई नै कठघारामा उभ्याएर त्यति बेला म तपाईँलाई भन्ने छु, माननीयज्यू, मन्त्रीज्यू, तपाईँले भन्नुभएको थियो नि, बडुजी तपाईँ ठुलो मान्छे बन्नुहुन्छ, अब्राहम लिङ्कनको उदाहरण दिनुभएको थियो। हो म आज त्यस्तै बने, विडम्बना। तपाईँले मलाई भन्नुहुन्थ्यो, आज मैले तपाईँकै पार्टी, तपाईँकै नेता, तपाईँकै भ्रष्ट कार्यकर्ताहरू, तपाईँ सके त तपाईँलाई पनि मैले यो कानुनको कठघरामा उभ्याउनु पर्यो भनेर भन्ने दिनको पर्खाइमा छु, त्यो दिनको पर्खाइमा छु। अब पृथ्वी गोलो छ, घुमिरहन्छ, थाहा छैन यो भिडियो तपाईँसम्म पुग्छ पुग्दैन। यदि पुग्यो भने पछाडि यो भिडियोलाई तपाईँले एकचोटि सम्झेर, त्यही बडु भाइ 12 वर्ष पहिले सिंहदरबारभित्र तपाईँसँग आएर रुँदै तपाईँको अगाडि बसेर एउटा जबको लागि भिख मागिरहेको भाइ आज तपाईँलाई यो सोध्ने हैसियतमा पुगेको छ कि तपाईँले देशको लागि के गर्नुभयो, देश कसरी चलाउँदै हुनुहुन्छ, देश कसरी अगाडि बढाउँदै हुनुहुन्छ, देशमा के कानुनी न्याय, कानुनी राज, तपाईँको कुर्सी, गृहमन्त्री, देश र जनताको लागि खाएको शपथ सही सदुपयोग गर्दै हुनुहुन्छ। मैले रविलाई थुन्नु पर्दैन भन्न खोजेको होइन। रविको लागि जसरी उही दिन 2 घन्टाभित्र समातेर थुनेर लैजानु पर्छ, बिना पक्राउ पुर्जी, बिना केही सिधै उसलाई समात्नुपर्छ, तपाईँको गृह प्रशासन त्यति ताद्रुकता देखाउँछ। तपाईँकै चेली जस्तै, छोरी जस्तै निर्मला पन्त कञ्चनपुरमा बलात्कार भएर हत्या भयो कि त्यसको खोइ तपाईँले छानबिन गर्नुभएको? त्यो त तपाईँकै ठाउँ कि मान्छे हो, गर्नुभयो? खोइ जीवी राईलाई समात्नको लागि तपाईँले पहल गर्नुभएको? तपाईँकै पार्टीभित्र 85 अर्बभन्दा बढी भ्रष्टाचार गर्ने सहकारी ठगहरू, ठगी गर्ने तपाईँको पार्टीभित्र छन्। तिनीहरूलाई खोइ तपाईँहरूले समात्नु भएको? तपाईँहरूको पार्टीभित्रको अलिअलि काङ्ग्रेसको बिउ त म भित्र पनि परेको छ नि, थाहा छैन?
कसरी कति भ्रष्टाचार गर्नुभएको छ, के गर्नुभएको छ तपाईँहरूले, कसका नाममा सम्पत्ति थुपार्नु भएको छ, कहाँ सम्पत्ति थुपार्नु भएको छ, तपाईँको पुर्खाको सम्पत्ति कति थियो, तपाईँले कति कमाउनु भयो, अहिले तपाईँका पार्टीका मान्छेहरूसँग कतिको सम्पत्ति छ, त्यो कसरी लुकाउनु भएको छ, त्यो मलाई पनि थाहा छ। त्यो दिन तपाईँले भनेको वचन लाग्यो फल्यो। हुन त त्यो मुखमा एउटा सरस्वतीको बास हुनको लागि पनि राम्रो कर्म गरेको हुनुपर्छ भन्छन्। तपाईँको त्यो राम्रो कतिको कर्म हो मलाई थाहा छैन। म रिस्पेक्टफुल्ली तपाईँलाई भन्न चाहन्छु कि यदि त्यो दिन आयो भने पछाडि सम्झिनु होला। बडु भाइ, त्यही बडु भाइ, आज बडु भाइ मैले भनेको थिएँ तिमीले आज यो देशको प्रमुख बन्यौ, हामीलाई र हाम्रा पार्टीलाई तिमीले कटघारामा थुन्यायौ भनेर भन्ने दिन आउनेछ। म नआए पनि कोही न कोही आउनेछ। रवि एउटा व्यक्ति होइन, रवि एउटा विचार हो, राष्ट्रपा एउटा विचार हो। यहाँ एउटा रवि होइन, हजारौँ रवि जन्मिसकेका छन्। त्यही पार्टीको नहोलान्, त्यही पार्टीमा कोही होलान्, कोही अरू होलान्, तर तपाईँहरूले बालनलाई त्यस्तै गर्दै हुनुहुन्छ। जो केही गर्छु भनेर आएको युवा छ, रविलाई त्यस्तै गर्दै हुनुहुन्छ। अब बिस्तारै हर्कलाई त्यसरी सताउनुहुन्छ, गोपीलाई। अनि हामी जस्ता युवाहरूले जुनीभर रोइराख्ने। म तपाईँसँग जागिरको लागि भिख माग्न गएँ, मेरो छोराछोरी तपाईँसँग जागिरको लागि भिख माग्छ। आजभन्दा 30, 40, 50 वर्षदेखि तपाईँहरू नै देशको बागडोर सम्हालिरहनु भएको छ, तपाईँकै पार्टी। देश विकास शून्य छ त्यस पछाडि, अनि हामीले सधैँ तपाईँहरूको जय जयकार गरिरहने, त्यो सकिँदैन। त्यसको लागि क्षमा माग्दै यो भिडियो तपाईँसम्म पुग्यो भने एकचोटि यो भाइलाई सम्झिनु होला। कहीँ अब पो सच्चिन सकिन्छ कि नसच्चियो भने 84मा तपाईँहरूको अन्तिम हो, अन्त्य हो। यो कुरालाई सम्झिराख्नु होला भन्दै यो भिडियो सन्देश तपाईँमाझ पुग्नेछ र थोरै भए पनि तपाईँले गरिरहेको जे गर्दै हुनुहुन्छ त्यो सही छ कि छैन भन्ने कुरा एकचोटि दिलमा हात राखेर महसुस गर्नुहुनेछ भन्ने आशा गर्दै यो सन्देश यत्तिकै छोड्छु। आगामी समयमा आवश्यकता परे फेरि तपाईँको लागि सन्देश ल्याउनेछु। यदि आवश्यकता नपरे सन्देश नल्यायो भने जुन दिन म त्यो ठाउँमा पुग्यो भने सिधै तपाईँ र म भेट्नेछौँ र त्यति बेला कुन अवस्थामा भेट्नेछौँ त्यो समयले बताउनेछ भन्दै बिदा हुन्छु। नमस्कार।